वर्षदेखि आउँदै गर्दै आइरहेको हामी सबैलाई सर्वविदित छ। र यो कुरा देश विदेशमा बस्ने हाम्रा लिम्बू समुदायका दाजुभाइ दिदीबहिनीहरूले थाहा पाउनु भएको विषय हो। यस पटकको यसले मनाउने सन्दर्भमा या यो मेला लगाउने सन्दर्भमा पालन विवेचना गर्ने गरी एउटा अब यसलाई भिडियो विशेष गरेर भिडियो भनौँ या यसलाई एउटा अब भित्र हाम्रो लिम्बू संस्कृतिसँग सम्बन्धित सांस्कृतिक चित्र निर्माण गर्ने प्रक्रियामा यहाँहरूले अब एउटा असल कार्यक्रम थालनी गर्नुभएको छ। यसमा धेरै हाम्रा कलाकार साथीहरूले समय लगाउनु भएको छ, मेहनत गर्नुभएको छ। यो निर्माणका सन्दर्भमा कलाकार साथीहरूले जति समय दिनुभएको छ, टेक्निसियन साथीहरूले त्यतिकै यसलाई चाहिँ परिष्कृत गराउने काम, यसलाई चाहिँ विभिन्न ढङ्गले यसका चाहिँ टेक्निकल पाटोमा पुर्याउनु पर्ने योगदान, यसलाई काटछाँट गर्नेदेखि लिएर होइन भएका कतिपय नमिलेका विषयहरू यहाँले मिलाउन कोसिस गर्नुभएको छ। यसलाई राम्रो बनाउनको लागि छायाङ्कनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। म सबै यो तयारीमा जसले जहाँ आफ्नो ठाउँबाट पुर्याउनु भएको योगदान यहाँको अब यो कामको सराहना गर्दै धन्यवाद दिन चाहन्छु। किनभने म पनि एउटा लिम्बू समुदायको हाम्रो लिम्बू संस्कार संस्कृतिहरू हाम्रा चाहिँ पहिचानहरूलाई जीवन्त राख्नको लागि हामीले आफ्नो ठाउँबाट चाहिँ पाइला चालेनौँ भनेदेखि त्यो अरू कसैले गरिदिने कुरा होइन। त्यसो भएकाले हामी नै त्यसको लागि जागरुक हुनुपर्छ, हामी नै त्यसको लागि अग्रसर हुनुपर्छ। यो सन्दर्भ हामीले चाहिँ अब बिर्स्यौँ भने, हामीले त्यसलाई छोड्यौँ भने पछिबाट चाहिँ अब भारी पुस्ताहरूले बिर्सिँदै लाने अवस्था पनि हुनसक्छ। त्यसो भएकाले यो एउटा ऐतिहासिक नै एउटा कार्य भएको छ। हाम्रो 25 संसारबाट यो सुरुवात भएको एउटा ऐतिहासिक कार्य। मैले यो किन भनिरहेको छु भन्दाखेरि देशका विभिन्न ठाउँमा बसेका, विभिन्न ठाउँबाट चाहिँ भएका देश विदेशमा रहेका कलाकारहरूले आफ्नो ठाउँबाट नगरेको कोसिस गरेका छन्। तर हामीले हाम्रो ठाउँबाट गर्नुपर्ने योगदान, हाम्रो ठाउँबाट चाहिँ गर्न सक्ने यस्ता खालका चाहिँ कार्यक्रमहरूलाई प्रादुर्भाव हामीले गरेनौँ भनेदेखि हामी पनि पछि पर्न सक्छौँ। त्यसो भएकाले हाम्रा भावी सन्ततिहरू अझ खारिएर अझ राम्रो भएर आउन सक्छन्। उहाँहरूले चाहिँ यसलाई पछ्याउँदै अगाडि जान सक्छन्। यसमा चाहिँ अब हाम्रो सुरुवात भएको छ। यसबाट म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा यो त मैले अघि नै भने यसैसम्म पुनः पनि आउँछ, दोहोरिरहन्छ होइन, अब निरन्तर आउने कुरा हो। त्यसो भएकाले आगामी दिनहरूमा फेरि आउने दिनहरूमा फेरि आउने यदि सम्बन्धहरूमा फेरि आउने त्यस्ता खालका अवसरहरूमा हामीले हाम्रो कामलाई अझ व्यवस्थित, अझ परिष्कृत र अझ गतिशील ढङ्गले अगाडि बढाउन सकौँ। यसलाई अझ राम्रो ढङ्गले अझ चाहिँ अब एउटा यसलाई चाहिँ हामीले चाहिँ अब निकाल्न सकौँ या यो क्रमलाई अगाडि बढाउन सकौँ। एउटा अझै हामीले यसलाई चाहिँ फराकिलो दायरामा अझ यसलाई चाहिँ व्यवस्थित ढङ्गले अगाडि निकाल्न सकौँ र हामीले हाम्रा समुदायहरूमा पस्कन सकौँ। यो खालको चाहिँ अब हामीलाई अवसर प्राप्त हुँदै जाओस्, त्यो खालको क्षमताको अभिवृद्धि हुँदै जाओस्, आगामी दिनमा अझ राम्रो गर्न सक्नुहोस् भन्ने शुभकामना पनि यहाँलाई दिन चाहन्छु।